हेलो गाइस, वेलकम ब्याक टु माई मिनी भ्लग। र आजको मिनी भ्लग एकदमै एक्सपेन्सिभ हुनेछ। सो म चाहिँ जापान आएको 8 वर्ष भयो, तर अहिलेसम्म म कस्तोको गएको छुइनँ। र यत्रो वर्षपछि चाहिँ आज मेरो बल्ल टाइम छुटेको छ। सो फर्स्टमा हामी चाहिँ कार्ड बनाउन गयौँ। सो कार्ड बनाएर हामी चाहिँ गयौँ हमला गर्नको लागि। र बानी नपरेर होला मैले त कति कुराहरू त क्लिप लिनै बिर्सेछु। बट यतिखेरसम्म मैले धेरै सामानहरू लिइसकेको थिएँ र त्यहाँ चाहिँ कतिवटा प्रडक्टहरू मैले सेन्डेलाको पनि देखेँ, तर मलाई जे चाहिएको थियो त्यो मैले भेटिनँ। र मैले के देखेँ यहाँ हेर्न सक्नुहुन्छ, मजत्र लेज, त्यही पनि एकदमै पिरो पिरो फ्लेभरमा। र यो देखिसकेपछि मेरो मुखबाट पानी आयो र मिस्टर राईले पर्दैन पर्दैन भन्दा भन्दै पनि मैले हालेँ। सो यहाँ देख्न सक्नुहुन्छ मैले यति धेरै सामान उठाएको थिएँ नि। हामी सिर्फ किन्न भनेको 2-3टा सामान मात्रै किन्न गएको थियौँ, बट यति धेरै सामान उठाइसकेको छु कि यत्रो कार्ट त फुल भइसकेको थियो। सो अलिअलि नक्कल झकल पनि पार्दै थिएँ मैले चाहिँ। सो के नक्कल झकल पारेको थिएँ, फेरि मलाई त लाइनमा लगाएर मलाई सामान हाल्न लगाउनु भयो। र हेर्न सक्नुहुन्छ मैले यहाँ कति मेहनत गरेर मैले सामानहरू सार्दैछु। र यहाँ मैले यत्रो मेहनत गरेर सामानहरू राख्दैछु नि त, त्यही भएर चाहिँ एकजना स्टाफ चाहिँ मलाई हेल्प गर्न आउनु भएको थियो। सो उहाँले पनि सामानहरू सबै राख्नको लागि हेल्प गरिदिनु भयो। र मलाई चाहिँ यति धेरै सामान लिँदाखेरि चाहिँ म चाहिँ ओ माई गड के हुन्छ होला, कति बिल आउँछ होला भनेर मलाई छटपट्टि पनि भइरहेको थियो। र गेस वाट, तर पनि सामानहरू पुरै होलसेलर रेटमा थियो, त्यही भएको भएर चाहिँ मलाई चाहिँ ओके ओके भयो। नर्मली पनि म कुनै सुपाहरूमा गयो भने चाहिँ मैले लगभग 1 महिनाहरूको त मैले सपिङ गरेकै हुन्छु। यत्रो लामो बिल र कस्तो खाइसकेपछि छोड्नै नहुने कुरा, यहाँको बिग स्लाइस पिज्जा। र मैले चाहिँ पिज्जाको साथसाथमा पटेटो पनि मगाएको थिएँ। र सामान हेर्दा चाहिँ यति धेरै थियो, हल्का मिररमा अब सेल्फी त लिनै परिहाल्यो। र त्यही नजिकै चाहिँ लालापोर्ट पनि थियो। सो हामी चाहिँ त्यहाँ गयौँ। जाँदै गर्दाखेरि चाहिँ कस्तो राम्रो राम्रो पपीहरू थियो कि हेर्दाखेरि चाहिँ किनेर राखिहालौँ मलाई पनि भन्ने जस्तो त हुन्छ, बट मलाई लाग्दैन कि म पाल्न सक्छु भनेर। र हामी चाहिँ साइडको मलहरूमा पनि पुरै कपडाहरू यताउति हेर्दै घुम्यौँ। र यो ठाउँ चाहिँ म पहिला मेरो आमाहरूसँग पनि आएको थिएँ नि त। म चाहिँ मिस्टर राईलाई हात डोराइ लग्दैछु र मौकाको फाइदा उठाउँदै मैले चाहिँ त्यहाँ एउटा सामान किनेँ र जाडोमा पनि हल्का सपिङ गरेँ। र यो सामानहरू चाहिँ मैले एकदमै खास इभेन्टको लागि किनेको हो, जुन चाहिँ डेफिनेटली म तपाईँहरूलाई मिनी भ्लग या भ्लगमा त देखाइहाल्नेछु। र हामी चाहिँ त्यहाँबाट सामानहरू किनेर निस्क्यौँ। र त्यसकै 5 मिनटमा चाहिँ एकिया पनि थियो। सो हामीले चाहिँ एकिया पनि जाने योजना बनायौँ। मलाई चाहिँ घरको लागि अलिकति फर्निचरहरू चाहिरहेको थियो नि त। सो हामी चाहिँ एकियामा पनि हेरौँ न त भनेर सल्लाह गरेर त्यहाँ पनि गयौँ। यो एकिया चाहिँ एकदमै ठुलो छ नि त। एकियाहरूमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ एउटा रुममा चाहिँ कसरी हामीले चाहिँ डेकोरेट गरेर राख्न सक्छौँ भनेर सबै कुराहरू चाहिँ कस्तो वेल म्यानेज गरेर राखिदिएको हुन्छ के। सो हामीले चाहिँ त्यही अनुसारको चाहिँ हाम्रो घरहरूमा पनि डेकोरेट गर्न सक्छौँ। सो हामी चाहिँ सबै कुराहरू हेर्दै हेर्दै हिँड्दै थियौँ। र म चाहिँ मिस्टर राईलाई भन्दै थिएँ कि अब नेपालमा हामीले घर बनायौँ भने चाहिँ हामी चाहिँ यस्तो यस्तो तरिकाले बनाऊँ ल भनेर। र यो सामान राख्नुपर्छ है भन्दै म चाहिँ देखाउँदै फोटोहरू खिच्दै बनाउँदै थिएँ। र मिस्टर राईले भन्नुभयो छोरी पाउने कहिले कहिले बोटो सिलाउने अहिले भन्दै। मैले भने हेर युनिभर्समा यो कुरा पुग्नको लागि त मैले 1000चोटि भन्नुपर्छ भन्दै मैले चाहिँ भने। मेरो चाहिँ सबैभन्दा बिगेस्ट ड्रिम भनेको नै मेरो आफ्नो घर हुनु हो, जहाँ चाहिँ म आफ्नो हातले सजाउने छु। र मैले चाहिँ एकियाबाट 2-3 थोक किनेर पानीहरू पनि किनेर हामी चाहिँ त्यहाँबाट लाग्यौँ। बाटोमा चाहिँ हल्का जाम भएको भएर गीत सुन्दै गीत गाउँदै हामी चाहिँ लाग्यौँ। र घर पुगेर अघि लिएर आएको म्याङ्गो स्लाइस गरेर खायौँ, एकदमै मिठो थियो। र कस्तोको फेमस चिकन पनि खायौँ।